नमस्कार। हजुरहरू सबैमा नयाँ वर्ष 2082 सालको धेरै धेरै शुभकामना। र आज म एउटा कविता लिएर आएको छु। स्वीकार्नुहोस् शुभकामना। हरियाली पर्यावरण, हर्षले छचल्किएका जीवजन्तु, भावी पुस्ता सुनिश्चित गर्न लाग्ने चरीहरू, बिहानीको मिरमिरे सङ्गीतमय बनाउने महान प्राणीहरू शुभकामना। महान विचारका धनी, हातेमालो र सहकार्यमा रम्ने, आत्मीयता सद्भावसहित दैनिक हड्डी खियाउने, आफ्ना अमूल्य पसिनाले जन जोगाउने सम्पूर्ण प्राणीहरू, अर्काको खुट्टामा नजर पार्ने, मार्नु र जित्नुमा भेद नदेख्ने सम्पूर्ण आत्मीय बन्धुहरू शुभकामना। दृढ सङ्कल्प बोकेका मस्तिष्कहरू, घातकी तरङ्गहरू, थन्किएका सोचहरू, मगमगाएका जोसहरू, तडपिएका मन, विश्वासमा लम्किएका मुटुहरू, चिट्ठामा रमाएका देहहरू, टुक्रिएका आत्मा, फुटेका किस्मतहरू शुभकामना। यमराज तिमी हर दिन ढोका डगडगाउनेछौ, कटुवालको भेषमा होइन, परम मित्र काल साथमा लिई थोत्रा सेलाएका मस्तिष्क पल्टाउनेछौ। तिम्रो प्रत्येक कदमसँगै हाम्रा सङ्कल्प थपिनेछन्, कुहिएको जागर पुनः जगमगाउनेछौ, काबुविहीन इन्द्रियहरू उठाउनेछौ। शुभकामना। नयाँ वर्ष नयाँ होस्, सबैका आशा पूर्ण हुन्, बोधा मस्तिष्क खुलेर आउन्। शुभकामना। सम्पूर्ण आत्मीय व्यक्तिहरूमाझ, गिद्ध नजरका धनी मेरा आत्मीय शत्रुहरूमाझ शुभकामना। नयाँ वर्षको धेरै धेरै शुभकामना। धन्यवाद।